हेलो, नमस्ते। आज म तपाईँहरूलाई हलाल फुडमा गुड्स कसरी रजिस्ट्रेसन गर्ने भन्ने बारे सिकाउन गइरहेको छु। गुड्स रजिस्ट्रेसनको लागि हाम्रो एप्लिकेसनमा रहेको गुड्स एड अर एडिट बटनमा क्लिक गरेर अथवा account.sakurapost.com वेबसाइटबाट लगइन गरेर पनि गर्न सक्नुहुन्छ। लगइन गरिसकेपछि तपाईँले अहिले देखिरहनु भएको टप पेज खुल्नेछ। त्यसपछि मेनु बारमा जानुहोला। मेनु बारमा गइसकेपछि गुड्स भन्ने बटनमा क्लिक गर्नुहोला। फेरि पनि गुड्स भन्ने नेक्स्ट बटन देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि अहिले तपाईँहरूको सपमा युज भइरहेको गुड्सहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यसपछि राइट साइडमा एउटा रजिस्ट्रेसन भन्ने बटन देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि हाम्रो गुड्स रजिस्ट्रेसन फर्म ओपन हुन्छ। त्यसमा तपाईँले पब्लिस भन्ने फिल्ड देख्न सक्नुहुन्छ, त्यसमा पब्लिसमै क्लिक गर्नुहोला। र क्याटेगोरी भन्ने नेक्स्ट फिल्डमा चाहिँ हामीले क्याटेगोरी राख्नुपर्ने हुन्छ। तपाईँहरूको जुन गुड्स छ त्यो चाहिँ कुन क्याटेगोरी अन्तर्गत पर्छ त्यही हिसाबले तपाईँहरूले क्याटेगोरी चुज गर्नुहोला। चुज गर्नको लागि चाहिँ तपाईँले यहाँ एड भन्ने बटन देख्न सक्नुहुन्छ, त्यसमा क्लिक गरेर चुज गर्न सक्नुहुन्छ। मैले अहिले बियर नामको क्याटेगोरी चुज गरेँ र एड क्याटेगोरी बटनमा क्लिक गरिदिनु होला। यति गरिसकेपछि तपाईँको बियर भनेर क्याटेगोरीमा एड हुन्छ। त्यसपछि चाहिँ हाम्रो बारकोड भन्ने बटन छ। यदि तपाईँले अहिले रजिस्टर गर्न गइराख्नु भएको गुड्समा बारकोड छ भने चाहिँ तपाईँले म्यानुअल्ली पनि टाइप गर्न सक्नुहुन्छ अथवा बारकोड स्क्यानरले स्क्यान गर्नुभयो भने अटोमेटिक बारकोड अपडेट हुन्छ। यदि तपाईँहरूले रजिस्टर गर्न जानुभएको गुड्समा बारकोड छैन भने म्यानुअल्ली तपाईँले आफ्नो इच्छाअनुसार कुनै बारकोड राखेर यो क्रिएट बारकोडमा क्लिक गरिदिनु होला। अहिले मसँग भएको प्रोडक्टमा बारकोड नभएको हुनाले म आफ्नो इच्छाअनुसार बारकोड नम्बर इन्ट्री गर्न गइरहेको छु। तपाईँले आफूले चाहेअनुसार इन्ट्री गर्न सक्नुहुन्छ। तपाईँले इन्ट्री गरेको नम्बरहरू चाहिँ 8वटा अङ्कभन्दा बेसीको हुनुपर्नेछ। र त्यसपछि यसरी इन्ट्री गरिसकेपछि क्रिएट बारकोड भन्ने बटनमा पनि क्लिक गरिदिनु होला। गुड्स नेम इङ्ग्लिस लेखेको ठाउँमा इङ्ग्लिसमा नाम लेख्नु होला। अहिले मैले नेपाली बियर भनेर राखेँ र गुड्स नेम जापानिज लेखेको ठाउँमा चाहिँ जापानिजमै राखिदिनु होला। त्यसपछि चाहिँ हाम्रो पोस्ट पिरियड भन्ने फिल्ड रहेको छ। यसमा चाहिँ तपाईँले अहिले बनाइराख्नु भएको यो गुड्स चाहिँ कहिलेबाट पोस्ट डिस्प्ले गर्ने भनेर डेट चुज गर्न सक्नुहुन्छ। हामीले चाहिँ प्राय आजकै डेट चुज गर्ने गर्छौँ र तपाईँहरूले यो कुनै टाइम पछि बन्द गर्न चाहनुहुन्छ यो मेनु भने त्यो डेट पनि चुज गर्न सक्नुहुन्छ अहिले नै। यो चाहिँ हामी अहिले चाहिँ खाली छोड्छौँ। र त्यसपछि चाहिँ हाम्रो ट्याक्स रेट भन्ने फिल्ड रहेको छ। यसमा चाहिँ तपाईँहरूले अब यो नेपाली बियर भन्ने मेनुमा कति ट्याक्स लाग्छ, 10% लाग्छ कि 8% लाग्छ, त्यही अनुसार ट्याक्स रेट चुज गर्नु होला। मैले चाहिँ अहिले 10% चुज गरेँ। फेरि हाम्रो आयो सटिङ भनेको त्यही नम्बरिङ नै भइहाल्यो। यसमा पनि कुनै नम्बर राखिदिनु होला। मैले 10 राखेँ अहिले। त्यसपछि हामीले यहाँ पोस्ट पिरियडमा जुन डेट चुज गरेका छौँ त्यही हिसाबले इफेक्टिभ पिरियडमा पनि त्यही डेट आएर बसिसकेको हुन्छ। त्यसपछि चाहिँ हाम्रो यो प्राइस भन्ने फिल्डमा तपाईँहरूले प्राइस राख्न सक्नुहुन्छ। यो नेपाली बियर भन्ने बियरको कति छ प्राइस भनेर यहाँ प्राइस इन्ट्री गर्नु होला। त्यसपछि इमेज भन्ने फिल्ड छ। यसमा चाहिँ तपाईँले अब यो नेपाली बियरको कुनै इमेज तपाईँहरूको डेस्कटपमा छ भने अपलोड गर्न सक्नुहुन्छ। त्यसको लागि सिलेक्ट इमेजमा गएर तपाईँहरूले इमेज राख्न सक्नुहुन्छ। यति गरिसकेपछि हाम्रो लास्टको राइट साइडमा रहेको रजिस्टर बटनमा क्लिक गरिदिनु भयो भने तपाईँको गुड्स सक्सेसफुल्ली रजिस्टर हुन्छ। रजिस्टर भइसकेको गुड्स कहाँनिर छ भनेर हेर्नको लागि चाहिँ तपाईँले सर्च कन्डिसनमा गएर क्याटेगोरीमा गएर कुन क्याटेगोरीमा राख्नुभएको थियो त्यो चाहिँ याद हुनुपर्छ। हामीले बियर क्याटेगोरीमा राखेका थियौँ। बियर सिलेक्ट गर्छौँ र सर्च गरिसकेपछि तपाईँले देख्न सक्नुहुन्छ नेपाली बियर भनेर बियर भन्ने क्याटेगोरीमा प्राइस 1500, 10% ट्याक्स र 2026 8को 20 देखि पब्लिस हुने गरी यसरी सेट भएर बसेको छ। र यदि तपाईँले नेपाली बियर भन्ने गुड्सको बारकोड जेनेरेट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर बारकोड भन्ने बटनमा क्लिक गर्नुभयो भने तपाईँको यसरी जेनेरेट हुन्छ र यसलाई तपाईँहरूले प्रिन्ट पनि गरेर निकाल्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू।